सञ्चार अभियान हरिशरणमको यो अर्को श्रृङ्खलामा यहाँहरूलाई हार्दिक स्वागत छ। आदरणीय दर्शकवृन्द, नेपालमा यतिखेर मौसम सँगसँगै राजनीतिक सरगर्मी पनि बढ्दै जान थालेको छ। नागरिकहरू हरेक दशकमा आफ्ना असन्तुष्टिहरू प्रकट गर्दै सडकदेखि सदनसम्म प्राप्त उपलब्धिहरू अपर्याप्त रहेको भन्दै आन्दोलित हुने गरेका छन्। 2007 सालदेखि 2081 सालको बीचमा कहिले व्यवस्था परिवर्तन त कहिले सरकार परिवर्तन गर्न जनताहरू बारम्बार सडक आन्दोलनमा आउनुको अर्थ अझै हाम्रो शासन पद्धतिले आम नागरिकहरूलाई प्रभावित पार्न नसकेको प्रश्न हुन्छ। हुन त परिवर्तन एउटा निरन्तरको गतिशील प्रक्रिया पनि हो, तर राज्य सञ्चालनका मूलभूत सिद्धान्तका विपरीत प्रकट भइरहेको जनमत र व्यापक असन्तुष्टिले कहिलेकाहीँ ठुलै परिवर्तनको माग गर्छ। र यतिखेरको जनताको माग अलि गम्भीर प्रकृतिकै छ, तर जुनसुकै प्रकृतिको भए पनि परिवर्तनले अहिलेको भन्दा उन्नत र प्रगतिशील बाटो समाउन सक्नुपर्छ। प्रजातन्त्र या लोकतन्त्रलाई अझै उन्नत बनाउने दृढ सङ्कल्प बिनाको आन्दोलन केवल हुलहुज्जत र लहरबाजीमै सीमित रहने पक्का छ। विगतमा देशमा भएको 10 वर्षे सशस्त्र द्वन्द्वले हजारौं नेपालीको रगत बगाएको छ। त्यतिखेरको द्वन्द्व देशमा प्रजातन्त्र पुनर्स्थापना भएको 5 वर्षमै किन सुरु भयो, यो अझै अनुत्तरित विषय नै छ। त्यसका पछाडि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय तत्त्वहरूको आफ्नै स्वार्थ र हात रहेको अड्कलबाजी हुँदै आइरहेको छ। 2047 सालको संविधान बमोजिम चुनावी प्रक्रियाबाट गठन भएको सरकार र राजनीतिक पार्टी विरुद्ध लक्षित उक्त द्वन्द्वका कारण देशले व्यापक रूपमा भौतिक संरचना र मानवीय क्षति दुवै बेहोर्नु पर्यो। लामो समयको द्वन्द्वपछि 7 राजनीतिक दल र माओवादी बीच भारतमा भएको 12 बुँदे सम्झौता र दोस्रो संयुक्त जनआन्दोलनले मुलुकलाई नयाँ संविधान सहित गणतन्त्रको बाटोमा डोहोर्याउने काम गर्यो। दोस्रो जनआन्दोलन र 12 बुँदे सम्झौताले समेत सम्बोधन नगरेका केही महत्वाकांक्षी राजनीतिक परिवर्तनप्रति जनताको विश्वास घट्दै जाँदा भ्रष्टाचार र सुशासनको अभावले व्यवस्थाप्रति नै जनताको वितृष्णा र वैराग्य बढ्दै जाँदा 2 दशकपछि आजको यो अन्योलपूर्ण स्थितिमा नेपाल पुगेको छ। तराई मधेस आन्दोलन, जनजाति आन्दोलन, पेशागत आन्दोलन हुँदै यतिखेर अब वर्तमान राजनीतिक व्यवस्थालाई नै उल्ट्याउने गरी तेस्रो पटक जनआन्दोलनको उभार ल्याउने प्रयासहरू भइरहेका देखिन्छन्। मूलत भ्रष्टाचार र कुशासनको कारणले विरक्तिएको जनताको मनस्थिति अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रतिस्थापित गरी या त वर्तमान संविधानको व्यापक संशोधन वा 2047 सालको संविधान पुनर्स्थापना गर्नेसम्मको तहमा बहस केन्द्रित हुँदैछ। सङ्घीय प्रणाली खर्चिलो भएकाले त्यसलाई खारेज गर्नुपर्ने, विश्वको एकमात्र हिन्दू अधिराज्यको पहिचान पुनर्स्थापित गर्नुपर्ने, निर्वाचन प्रणालीको सुधार गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने र 2062-63 को तत्कालीन दरबारसँग भएको भनिएको 5 बुँदे भद्र सहमति कायम गर्दै संविधानले बाँधिएको कुनै स्वरूपको राज संस्था पुनर्स्थापित गर्नुपर्ने मागहरू नै यतिखेरको नेपाली राजनीतिले उठाएको पेचिलो एजेन्डा हो। यदि लोकतन्त्रमा जनताको अभिमत सर्वोपरि हुन्छ भने सानै आकारमा भए पनि उठेका जनताका असन्तुष्टिहरूको सम्बोधन गर्नु लोकतान्त्रिक राज्यको कर्तव्य हुन्छ। तर सत्ताको उन्मादले सीमा नागिसक्दा हठ र जिद्दी लिएर जनभावनाको समयमै सम्बोधन नगरिदिँदा त्यसले अन्ततः संविधानलाई नै चुनौती दिने गर्दछ। सडकको आवाजलाई बेलैमा सम्बोधन गर्ने एउटै विकल्प भनेको वार्ता र सहकार्य नै हो। जुनसुकै वाद वा तन्त्रको कुरा गरे तापनि त्यस्तो माग उठाउने आखिरमा नेपाली नागरिक नै हुन्। यसर्थ यो परिस्थितिलाई नजरअन्दाज गर्नु भनेको अझै ठुलो भड्खालोमा पर्नु हो। सत्ताभित्र र बाहिर रहेका सबै राजनीतिक शक्तिलाई समेट्ने गरी एउटा मध्यस्थता समूह वा वार्ता टोली गठन गरी तत्काल समाधानको प्रयास गर्दा कसैको पनि कद घट्दैन। जनताका असन्तुष्टिलाई सम्बोधन गरी द्वन्द्व र हिंसालाई रोक्न सक्ने प्रशस्त सम्भावनाहरू अझै बाँकी रहँदा सत्ता पक्ष र विशेष गरी गणतन्त्र पक्षधर शक्तिहरूले पनि मुठभेड निम्त्याउने गरी प्रतिकार गर्नु किमार्थ विवेक सम्मत हुन सक्दैन। तसर्थ निषेधको राजनीति
अन्त्य गरौँ, जनताको असन्तुष्टि र गुनासाको सम्बोधन गरौँ, वार्ता र संवादबाटै नेपालीहरूको आफ्नै बलबुतामा नयाँ मार्गचित्र कोरौँ, नेपाल र नेपालीको भविष्य सुनिश्चित गरौँ। विविधताभित्रको एकता नै नेपाल र नेपालीको विशेषता हो। यही राष्ट्रिय दृष्टिकोणसहित वार्ता र संवादमा जुटौँ। सामाजिक अभियान हरिशरणमको तर्फबाट हामी पनि राजनैतिक मध्यस्थताका लागि आफ्नो भूमिका निर्वाह गर्न तत्पर छौँ। त्यसैले त हामी भन्ने गर्छौँ, वादे वादे जायते तत्त्वबोध। हरिशरणम।